container because there's some oil left from the scrambled egg, so it does not become so dry. I like it this way. हिमालकर्मै भनेर चिनिन्छ होइन। र अब पहिला चाहिँ अब आफ्नो नामले चिन्नु र आफ्नो अहिले आफ्नो एउटा हार्डवर्क एउटा एचिभमेन्टले चिन्नुमा चाहिँ देयर वाज डिफरेन्स हुन्छ नि। अब आफूले जति हार्डवर्क गरेर यस म चाहिँ अब यो पोइन्टमा आइपुगेर चाहिँ अब तिम्रो एचिभमेन्टले चिन्दा चाहिँ एकदमै खुसी लाग्यो। अनि हजुरहरूले पनि मलाई होइन बट मेरो एचिभमेन्टलाई अनर गरिदिनु भयो। सो आइम थ्याङ्कफुली अन्त थ्याङ्क यू तपाईँहरूलाई पनि। सो मेरो जर्नी चाहिँ मैले फर्स्ट 2022मा इन्डो टिबेटन बोर्डर पुलिस फोर्स गर्नुभन्दा अगाडि चाहिँ आइएम जस्ट एउटा लेप्चा स्टुडेन्ट जसले चाहिँ एउटा आफ्नो ल्याङ्ग्वेजमा अनर्स गरेको डिग्री हासिल गरेको एउटा स्टुडेन्ट मात्रै थियो है। बट आई डोन्ट नो मैले कसरी र कहिले माइन्ड गुमाएर चाहिँ म यता प्यारामिलिट्री फोर्सपट्टि जान्छु भनेर त इन्टेन्सनली चाहिँ म गएको थिएन है। सो समहाउ मेरो एउटा परिवारको रेस्पोन्सिबिलिटीले गर्दाखेरि म त्यो पार्टमा जानु पऱ्यो। त्यो टाइममा चाहिँ मलाई गिल्टी लाग्थ्यो, ला मैले यत्रो 5 वर्ष त्यो पनि 3 वर्ष कलेज गऱ्यो, त्यसको बादमा मास्टर्स गरेर चाहिँ त्यो 5 वर्ष मैले वेस्ट गऱ्यो भनेर चाहिँ मलाई गिल्टी रिग्रेट लाग्थ्यो होइन। त्यो एउटा हार्डवर्क डेडिकेसन एउटा करेज त हुनैपर्छ। एउटा छोरी मान्छे भएपछि सबैले भन्छ छोरी मान्छे छोरीले के गर्छ भने फर इक्जाम्पल एउटा मैले आफ्नो एक्सपिरियन्सले लिएर चाहिँ तपाईँमा आएको छु कि एउटा इक्जाम्पल दिएर नारी शक्ति। अब हाम्रो एक्सपिडिसनको एउटा मिसन पनि त्यो एउटा मिसन नारी शक्ति भने, किनभने हाम्रो चाहिँ एउटा विमेनको मात्रै टिम थियो। त्यो त्यही भएर आफै जान्छु भने एउटा आफूले चाहिँ प्रि जज चाहिँ गरेन त्यहाँ पुगेर म के हुन्छ कि आफूलाई प्रि जज चाहिँ मैले कहिले गरेँ। नेगेटिभिटी चाहिँ मैले कहिले राखेन, नेगेटिभ पर राखेर पोजिटिभ लगाउनु। अहिले चाहिँ म गर्छु भने एउटा टार्गेट राख्छु म गर्छु भनेर। सो यहाँ आजको दिनमा मैले गरेर पनि आयो। सो त्यसरी नै तपाईँहरू पनि एउटा गोल राख्नुहोस्, म यो गर्छु एचिभ गर्छु त गर्छु भनेर। तपाईँहरू पनि एउटा लिएर कोही बेला हुन्छ नि सबैमा। So hi guys, welcome back to my channel. I just started to vlog. Actually, I'm having my lunch. So yeah, it's our lunch time. I just wanted to show you all what we're having for our lunch. We have your iskus. 2 iskuses. 2 different iskus. Miss Palmo also bought iskus, whereas Nima ma'am also bought iskus. Miss Palmo goes ultra spicy and Nima ma'am is quite sada. But both are like quite tasty. And then Nima ma'am has brought chana and aloo also. And I brought guntuk. So I'll show you guys. Priya ma'am, she's already done and now she's resting. Hi Bandhanus. Hi Bandhanus. Hi. You had your lunch? Oh, nice. Nima ma'am has worn sari and other staffs also, they've worn sari today. So yeah, we are celebrating Basha Divas in Nasupur. And I'll try to show you guys like short clips about celebration of Basha Divas. So yeah. Watch the vlog. को समक्ष मानवीय लोक नृत्य प्रस्तुत गर्न गइरहेको छ। यो हाम्रो नेपाली संस्कृतिको पारम्परिक नृत्य हो।
नेपाली भाषा मान्यता दिवस। हुन त आज नभएर भोलि 20 अगस्त 1992 मा नेपाली भाषालाई भारतको संविधानको 8औं अनुसूचीमा समावेश गरी संवैधानिक मान्यता प्रदान गरिएको थियो, जसले आज 35 वर्ष पूरा गरेको छ। यसको उपलब्धिले भारतमा बसोबास गर्ने लाखौं नेपालीहरू नेपाली पहिचानलाई राष्ट्रिय स्तरमा स्थापित गर्न सफल भएको छ। अरण्यकाण्डको 82औं श्लोक 8औं अक्षरमा विश्वमय र अन्तमा 2 गुण हुने 14 अक्षरको प्रसिद्ध वसन्ततिलका छन्दमा खुबै सुन्दर ढङ्गले सजाउनु भएको छ। ईश्वर बुझेर उहीमा विकचित देव जो गर्दछन् प्रभु। पछि पवनपुत्र हनुमानले श्रीरामसँग सत्यको सङ्घर्ष गर्न साथ दिँदै हनुमानले रावणको लङ्का गएर सीतामाताको खबर लिने अवरोध गरे, तर ठुलो पर्खालभित्र झुनेर राखेका हुनाले उनले बुद्धि लगाएर भित्र जाने इरादा गरेको प्रसङ्ग सुन्दरकाण्डको 18औं श्लोक 9मा गण हुने मालिनी छन्दमा यसरी प्रस्तुत गर्नुभएको छ। अतिथ्य फतफरियाको कुबमले किलङ्का यही गरेपछि जागे राति जाए छु। त्यो बाढीले हाम्रो वरिपरिको प्रकृति र जीवनमा पारेको प्रभावलाई मैले आफ्नो आँखाले देखेँ र महसुस गरेँ। यही अनुभव पीडा र परिवार एकाएक आयो विनाशको वार। तिस्ता जो बाल्यकालको साथी थियो, आज उनले सब थोक बगायो, बगायो सपना, बगायो आँगन, बगायो जीवन, बगायो अपनापन। बालकहरूको हाँसो हरायो, बुढाबुढीको आकाश फुटायो। सेनाका सपुत पनि चिच्याउँदै गुमाए, ती रातका चिच्याहाटहरू सधैँ रहिने भए। कहाँ छन् ती बाटाहरू जसले स्कुल पुर्याउँथे, कहाँ छन् ती पुलहरू जो सहरसम्म लैजाउँथे, जसको घर थिएन तिनको मेरा प्यारा विद्यार्थी भाइ बहिनीहरू, सम्पूर्णलाई म आज नेपाली भाषा दिवस नेपाली मान्यता भाषा दिवसको 34 वर्ष पूर्ण भएर 35 वर्षको यो सानो कार्यक्रम आयोजना भएको छ आज यहाँ। भने सम्पूर्णलाई म आन्तरिक हृदयबाट बधाई एवं शुभकामना चढाउन चाहन्छु। यो भाषा मान्यता दिवसमा मात्रै सीमित नराखेर हामीले हाम्रो दैनिक हाम्रो बोली चालीमा पनि हामीले यो भाषालाई चाहे नेपाली होस्, भुटिया होस्, होइन, नेता होस्, राई तामाङ, त्यसलाई चाहिँ हामीले संरक्षण गर्नु, त्यसलाई सम्वर्धन गरेर लानु, संरक्षण गरेर लानु चाहिँ अब आउने तिमीहरूकै भावी पिँढीहरूको काँधमा रहेको छ। यसरी नै हामीले यो कुराहरूलाई अहिले नै चिन्तन मनन गरौँ र हामीले सबै जो जति पनि हाम्रो मेरो सानो छोटो वक्तव्यलाई राख्न चाहन्छु।